आदरणीय मतदाताज्यूहरू, म राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति तथा सङ्घीय निर्वाचन सम्पादन समितिको संयोजक डीपी अरियालको तर्फबाट नमस्कार। म आफै पनि यसपटक काठमाडौँ क्षेत्र नम्बर 9 बाट उम्मेदवार छु। यहाँहरूले देशैभरिबाट घण्टी चुनाव चिन्ह लिएर आउनुहुने हाम्रा उम्मेदवारज्यूहरूलाई मतदान गरी मत लगानी गरी यहाँहरूले निर्वाचित गराउँदै हुनुहुन्छ। त्यसकारणले यहाँहरूलाई निर्वाचित भइसके पछाडि हामीहरूसँग, हाम्रा सहकर्मी साथीहरूसँग, हाम्रा उम्मेदवारज्यूहरूसँग अबिर जात्रा गर्ने, रमाइलो गर्ने, आफ्ना सुख दुःखका साटासाट गर्ने र घर दैलोमा र्याली गर्ने रहर पनि हुन सक्छ र हाम्रा निर्वाचित हुने सबै उम्मेदवारहरूलाई पनि त्यो इच्छा र त्यो चाहना हुन सक्छ। तर यसपटकको निर्वाचन आउनुमा हाम्रा साना नानी बाबुहरू, जेनजी उमेर समूहका छोराछोरीहरूले ज्यान गुमाएको त्यो पीडा अझै हामीबाट सेलाएको छैन। साथसाथै संसारभरि रहनुहुने नेपालीहरूले नेपालमा सुशासन कायम होस्, भ्रष्टाचारको अन्त्य होस् भनेर गरेको यो साथ र सहयोगलाई हामीले नजिकबाट हेर्नुपर्छ। सँगसँगै केही समय अगाडिदेखि मध्यपूर्वमा भइरहेको विभिन्न घटनाक्रमलाई पनि हेर्दा हामी अहिले त्यो अबिर जात्रा गर्ने, त्यो उत्साह मनाउने मोडमा हामी छैनौँ। अर्कोतर्फ हामीलाई जनताले सरकार बनाउनुहोस् र जनताको लागि काम गर्नुहोस् भनेर काम गर्नका लागि दिएको यो म्यान्डेट हो। त्यसकारणले हामी जनताको अगाडि काम गरिसके पछाडि यहाँहरूसँग, मतदाताज्यूहरूसँग घर दैलोमा अबिर जात्रा गर्ने, रमाइलो गर्ने त्यो दिन त आइ नै हाल्छ। सबैभन्दा पहिले हामीले काम गर्नुपर्नेछ। जसरी हामी मत माग्नका लागि तपाईँहरूको घर दैलो आयौँ, त्यसै गरी हाम्रा नेताहरू मत दिएकोमा धन्यवाद दिन यहाँहरूको घर दैलोमा आउनु नै हुनेछ। हाललाई सबै उम्मेदवारज्यूहरूले, सबै निर्वाचित हुनुहुने मेरा मित्रहरूले मतगणना स्थलमा मात्र उहाँहरूलाई, मतदाताज्यूहरूलाई, शुभेच्छुकहरूलाई, उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद दिनुहुन र कुनै पनि र्याली, कुनै पनि अबिर जात्राहरू, कुनै पनि फुलमालाको गाडीमा अथवा मोटरसाइकलमा कुनै पनि र्यालीहरू नगराउन आदरणीय पार्टी सभापति रवि लामिछाने सँगसँगै वरिष्ठ नेता बालेन्द्र शाहको समेत निर्देशन भएको हुँदा म यहाँहरूलाई यही अपिल गर्न आएको छु। धन्यवाद, नमस्कार।